15 रोपाई जात्राका अतिथि आदरणीय कमरेडहरू, आदरणीय यस असार 15 का अतिथि कमरेडहरू, केन्द्रीय कमिटीका कमरेडहरू, जिल्ला कमिटीका कमरेडहरू, क्षेत्रीय कमिटीका कमरेडहरू, गाउँ कमिटीका कमरेडहरू र सम्पूर्ण आदरणीय जनसमुदायहरू, आजको रोपाई जात्रा साह्रै रमाइलो भएको छ। म राष्ट्रिय जनसांस्कृतिक महासंघको तर्फबाट सम्पूर्ण कमरेडहरूलाई क्रान्तिकारी लाल अभिवादन गर्दै विदाईमा लाल सलाम छ भन्ने गीत गाउन लागिरहेको छु। आदरणीय जनसमुदायहरू नाचेर रमाइलो गरिदिनु होला। विदाईमा लाल सलाम छ कमरेडहरूलाई, विदाईमा लाल सलाम छ कमरेडहरूलाई, फेरि पनि नबिर्सनु जनताले हामीलाई, फेरि पनि नबिर्सनु जनताले हामीलाई, नेकपा एमालेलाई सम्झेर, नेकपा एमालेलाई सम्झेर, विदाईमा लाल सलाम छ कमरेडहरूलाई, विदाईमा लाल सलाम छ कमरेडहरूलाई, फेरि पनि नबिर्सनु जनताले हामीलाई, नेकपा एमालेलाई सम्झेर, नेकपा एमालेलाई सम्झेर। हामी आयौं असार 15 रोपाईको बेला, हामी आयौं असार 15 रोपाईको बेला, भूकम्प र अल्पवृष्टि भएको यो बेला, नेकपा एमालेलाई सम्झेर, नेकपा एमालेलाई सम्झेर, विदाईमा लाल सलाम छ कमरेडहरूलाई, विदाईमा लाल सलाम छ कमरेडहरूलाई, फेरि पनि नबिर्सनु जनताले हामीलाई, नेकपा एमालेलाई सम्झेर, नेकपा एमालेलाई सम्झेर। असार 15 रोपाईको रमाइलो बेला, असार 15 रोपाईको रमाइलो बेला, बिउकारी धान रोपी हिलो खेल्ने बेला, नेकपा एमालेलाई सम्झेर, विदाईमा लाल सलाम छ कमरेडहरूलाई, फेरि पनि नबिर्सनु जनताले हामीलाई, नेकपा एमालेलाई सम्झेर, नेकपा एमालेलाई सम्झेर। एमालेका कार्यकर्ता शुभेच्छुक र नेता, एमालेका कार्यकर्ता शुभेच्छुक र नेता, बेला भाइ रमाइलो गरायौं रोपाई जात्रा, बेला भाइ रमाइलो गर्यौं रोपाई जात्रा, नेकपा एमालेलाई सम्झेर, नेकपा एमालेलाई सम्झेर, फेरि पछि कुनै बेला होला हामी भेला, फेरि पछि कुनै बेला होला हामी भेला, सबै जनता नेकपा एमालेमा नै आउला, सबै जनता नेकपा एमालेमा नै आउला, नेकपा एमालेलाई सम्झेर, नेकपा एमालेलाई सम्झेर, विदाईमा लाल सलाम छ कमरेडहरूलाई, विदाईमा लाल सलाम छ कमरेडहरूलाई, फेरि पनि नबिर्सनु जनताले हामीलाई, नेकपा एमालेलाई सम्झेर, नेकपा एमालेलाई सम्झेर। सलाम साथीहरू, रामकृष्ण कमरेडले उद्घोषण गर्नुभएको नेकपा एमाले धर्मपुर गाउँ कमिटीका अध्यक्ष कमरेडलाई आजको रोपाई जात्राको विषयमा मन्तव्य दिनुहुन भनी उद्घोष गरिएको विषय नै म पुनः दोहोर्याउन चाहन्छु र आउँदै हुनुहुन्छ नेकपा एमालेका धर्मपुर गाउँ कमिटीका अध्यक्ष कमरेड दिपेश राई। उपस्थित सम्पूर्ण कमरेडहरू, यस 2072 साल असार 15 मा हामी किसान महासंघ जिल्लाले जुन आयोजना गर्यो धरमपुरको यो धरमपुर 8 भवानीसर नेपालको जुन घरमा जुन जग्गामा यो आयोजक गर्नुभयो यसप्रति किसान महासंघ धरमपुर गाउँ कमिटीको तर्फबाट
अत्यन्तै मुरी धन्यवाद व्यक्त गर्न चाहन्छु। यस रोपाइँमा यस कार्यक्रममा यो किसान एउटा जागरण अभियानमा एउटा महासागरमा पाल्नु हुने पार्टीका केन्द्रीय कमिटीका आदरणीय कमरेडहरू, जिल्ला कमिटीका आदरणीय सम्पूर्ण कमरेडहरू, विभिन्न जन संगठनबाट पाल्नु हुने आदरणीय कमरेडहरू र अन्य छिमेकी गाउँ विकासबाट पाल्नु हुने आदरणीय सम्पूर्ण अतिथि महानुभाव कमरेडहरू, हामीले यो एउटा किसानको एउटा अभियानको रूपमा यो हामी यहाँ उपस्थित भएका छौँ। यो हाम्रो कार्यक्रम सुसम्पन्न भएको छ। यो सुसम्पन्न भएको खातिरमा सम्पूर्ण अतिथिदेखि लिएर सहभागी महिला दिदीबहिनीहरू, अन्य सहभागी सम्पूर्ण जनवर्गीय संगठनका पदाधिकारी साथीहरू, धरमपुरका आदरणीय गाउँ कमिटीका सम्पूर्ण पदाधिकारी कमरेडहरू, आदरणीय सम्पूर्ण कमरेडहरू, म धरमपुर गाउँ कमिटीको तर्फबाट स्वभावैले यो व्यवस्थापकमा कुनै कमी कमजोरी हुन सक्यो होला, यसलाई क्षमा याचना गर्दै यो कार्यक्रमलाई सम्पन्न गरिदिनु भएकोमा सम्पूर्ण आदरणीय कमरेडहरूलाई धन्यवाद, खुसी व्यक्त गर्न चाहन्छु। धन्यवाद। लाल सलाम। उपस्थित पुरुष महिला दाजुभाइ दिदीबहिनीहरू, फेरि पनि मैले यो 66 वर्षको उमेरमा केही कुराहरू यहाँ कवितै सोचेर दोहोऱ्याउँ जस्तो लागेको छ। तपाईहरुले प्रतीक्षा गरिदिनु होला। मैले यो 2072 साल वैशाखको भूमिकम्पको बारेमा अलिकति चर्चा गर्न गइरहेको छु। त्यहाँ पछाडि कवितै सोचेर तपाईहरुलाई म यहाँ वाचन गर्न जान्छु। 2072 वैशाख 12 गते दिनको 11:56 को विध्वंसकारी भूकम्पले देश र जनताको धेरै ज्यान गुमायो। गोर्खाको बारपाकको केन्द्रबिन्दु काठमाडौँ स्वा धरहरा स्वा, दोलखाको केन्द्रबिन्दु दोलखामै स्वा, लमजुङको केन्द्रबिन्दु सिन्धुपाल्चोक स्वा, रसुवा लामटाङको पनि स्वा नै पारो। कति जनता धरती मुनि पारो, लेखाजोखा छैन। विध्वंसकारी भूकम्पले देशभरिकै खबर सुन्दा लाखौं मानिस मारो। सिन्धुपाल्चोक दुर्गम क्षेत्र सबै बाँझो पारो। सिन्धुपाल्चोक दुर्गम क्षेत्र निशंका नै पारो। काठमाडौँ त जान नि सहर, बाँच्न हामीलाई बहुतै रहर। काठमाडौँको धरतीमा घाम छिर्ने होइन। काठमाडौँको धरतीमा घाम छिर्ने होइन। भूकम्पको धड्कन आउँदा भाग्ने ठाउँै छैन। अर्को धड्कन फेरि आउँदा बाँच्ने ठाउँै। अब मैले यहाँ रातको बेला अलिकति उल्टो भएछ। मेरो परिचय सायद यहाँ म आउँदैछु। झापा जिल्ला धरमपुरको 6 नम्बरमा मेरो घर परो। नाम मेरो रेवत खड्का थियो, च्याउ खेतीले गरो। झापा जिल्ला धरमपुरको 6 नम्बरमा मेरो घर परो। नाम मेरो रेवत खड्का, सबैसँग चिन्न जानी च्याउ खेतीले गरो। गाउँ घर टोल मेली च्याउ खेती नै लाउँछौ। सबै खेती लाउँदै जान्छौँ, पहिचान गर्दै लान्छौँ। सबैभन्दा छिटो पैसा च्याउ खेतीले आउँछ। किसानको हक हितमा कसले निसा गर्छ। अब उठौँ सिधा किसान आफ्नो हितका लागि। अब उठौँ सिधा किसान आफ्नो हितका लागि। गरिब किसान मिलेर चाहिँ च्याउ खेती नै लाउँछौँ। च्याउको माया नगरी भएन, बेला नाइ जिन्दगी गएन। उमेर मेरो 66 को 16 बचे जोस। किसानले खेती गर्दा साह्रै पुर्याउँछ। रोग किरा भगाउँदै लानु है, पानी मल मिलाउँदै जानु है। रातैभरि ठेला उठे जोको
रातैभरि ठेला उठे जोरको जरी खन्दा मेरो उमेर बित्दै आँटो केही गरौँ कि भन्दा हलो जोत्न म सकिन खद्रा खुसु खान्छु जे बुझेका किसान गला किसानलाई नै भन्छु धुरु धुरु नरुनु आमा धुरु धुरु नरुनु आमा दुधको भाडा काटेरै छोडौँला। अब विषादीलाई अर्ग्यानिक पारौँ भनेर मैले सब्जी खेतीमा गएँ। सब्जी खेती गर्दाखेरि गोबर मलाई हालौँ सब्जी खेती गर्दाखेरि गोबर मलाई हालौँ धान खेती गर्दा पनि दोहोरेरै हालौँ। अब किसानलाई गुमाए सब्जीमा अब किसानलाई गुमाए सब्जीमा अनि मात्र जीवन सुध्रन्छ। गरौँ विकास उमेर हुँदैमा गरौँ विकास उमेर हुँदैमा उमेरमा कहीँ केही दुख्दैन। कहाँ जानु किसानका छोराले कहाँ जानु किसानका छोराले धन जोत गरौँ है बारीमा हाराबारा पारौँ है बारीमा। अब 70 को उमेर हुँदा 7 सुन्ना हुन्छ 70 को उमेर हुँदा 7 सुन्ना हुन्छ 8 सुन्ना हुन लाग्छ मृत्यु अघि सर्छ। अब पार्टीतिर गएँ म अलिकति थोरै पार्टी बाटे विकास हुन्छ नभए नाशा हुन्छ पार्टी बाटे विकास हुन्छ नभए नाशा हुन्छ। पार्टी काम गर्न त गरौँ है घर परिवार सबैलाई सुधारी गाउँ घर छरछिमेकी एमाले नै पारौँ गाउँ घर छरछिमेकी एमाले नै पारौँ आफ्नो गाउँ एरियालाई लाल किल्ला गाडेलाई छोडौँला बेला बखत पार्टीलाई जोडौँला। अब मैले हिजो चुनावको बेलामा केपी कमरेडलाई क्षेत्रमा 7 को उम्मेदवारलाई लिएर हिँड्दा कहीँ के गर्छौँ भनेका थियौँ केही गर्न सकेका छैनौँ। त्यसले गर्दा हामीलाई वार्डमा टोलमा जाँदा ठाउँ ठेस लाग्ने गरेको छ। त्यसको बारेमा अलिकति म यहाँ चर्चा गर्न चाहन्छु। विकास निर्माण भनेको छु केपी ओली भन्दा भन्दै पराञ्जनै आँटो केपी ओली भन्दा भन्दै पराञ्जनै आँटो टोलमा काम गर्नुपर्ने बेला जनाटो उठौँ साथी टोलै समेटौँ गाउँको विकास गाउँले नै गरौँ है। सांसदलाई अलिकति गाली गरेको छु मैले। सांसद पनि कस्ता भए दाउने बर जस्ता सांसद पनि कस्ता भए दाउने बर जस्ता हामी पनि त्यस्तै होलाउ केही कुर्सीमा बस्दा। सांसदहरूलाई गर्छन् कुर्सी ताना कुर्सी मात्रै तान्ने होइन झट्टी हाना झट्टी मात्रै होइन हजुर मुर्की हाना। उमेर पनि बित्दै आँटो रात हुँदै आँटो उमेर पनि बित्दै आँटो रात हुँदै आँटो हाम्रो पार्टी एउटाले चाहिँ हुँदै आँटो। पार्टी बचाउँछ नेता लागेर देश बन्छ एमाले जागेर। 9 महिनामा एमाले के गर्यो एमालेको सरकार हुँदा वृद्ध भत्ता दियौँ एमालेको सरकार हुँदा वृद्ध भत्ता दियौँ अर्को पार्टी केही गरेनौँ सब जनतालाई दियौँ। सद्बुद्धिमा आउनु है नेताले सद्बुद्धिमा आउनु है नेताले एमालेको सरकार बनाउन एमालेमा आउनु है खुलेर अन्य ठाउँमा नजानु भुलेर। देश भयो लथादिमा नेता लडाइँ गर्दा धेरै जनता सखा भए भूकम्पले गर्दा देश अब कङ्गालो भयो नि राहत पनि नदिन। अब मैले काठमाडौँलाई नै
नजर लागेको छु छैन 70 को खरपति 72 मा छैन वासस्थला धरती बेची घर बनाउने धरती रहे छोरा नदी बिल्डिङ ढली जान्छ सहर बजार बस्नु भन्दा बस्ती बस्न हुन्छ अब लागौँ गाउँ घरतिर सहर बजार अब लागौँ गाउँ घरैतिर सहर बजारमा सङ्घात भइगयो काठमाडौँ चाहिँ म सङ्घात भइगयो सिन्धुपाल्चोकमा सङ्घात भइगयो